यो चाहिँ हाम्रो पहिला धोकोट गाविस भवन हो। यो गाविस भन्नु चाहिँ यहाँ चाहिँ के अरे चिन्ने खर्कामा नेहार बस्तीहरू बस्थे र यहाँ केही मान्छेहरू बस्थे आमडाँडामा र पँधलामा चाहिँ दलित र मिस जातका मान्छेहरू बस्थे। त्यतिखेरको चाहिँ यो एउटा चाहिँ अड्डा हो, यसलाई धोकोट गाविस भन्थे। र बिस्तारै यहाँका मान्छेहरू सेवा सुविधाको लागि चाहिँ बेसी झर्न सफल भए। बेसी झर्न सफल भइसकेपछि अनि यहाँ बस्तीहरू अलिक उजाड हुँदै गयो र उजाड भएपछि अब यसलाई कसरी चाहिँ यो पहिलाको उसले चाहिँ कसरी चाहिँ राम्रो बनाउने त भन्ने ध्येयले चाहिँ एउटा पर्यटकीय हब र पिकनिक स्टाइल बनाउने भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्दै गयौँ। र पहिलो वर्ष चाहिँ यहाँ प्रदेशबाट 10 लाख रुपियाँ पऱ्यो। 10 लाख परिसकेपछि यसलाई मन्दिर, यो चौतारो अनि उतापट्टिको चाहिँ एउटा विश्राम छाप्रोहरू चाहिँ लगाइयो र यहाँ बिस्तारै बिस्तारै मान्छेहरू यहाँ आउने, चाडबाडमा आउने, पूजाआजा गर्ने, यो गर्दाखेरि बस्ने ठाउँ भएन र बच्चाहरू आउँदैन, बच्चाहरूले असुविधा देखिसकेपछि अब यसलाई चाहिँ अर्कै उबाट चाहिँ लिएर जाऊँ भन्ने हिसाबले अहिले एउटा सलामका पुल अनि यो कुर्सीहरू अनि त्यहाँबाट यसलाई चाहिँ यो वाल लगाएर यसलाई चाहिँ समथर बनाइदिइसकेपछि बच्चाहरूलाई पनि रिजाउने र यहाँ कमसेकम हावापानी त्यत्तिकै राम्रो छ हो किन भन्नु, चारैतिरबाट हेर्दाखेरि यहाँ पनि हावापानी छ। यहाँ देख्नलाई अलिक भए पनि अब यसलाई चाहिँ हामीले चाहिँ यसलाई अझ राम्रो बनाएर लिएर गयौँ भने यो एउटा राम्रो बन्दै जान्छ र हाम्रो हिजो पुर्खाहरूले यसलाई हो किन एउटा अड्डाको रूपमा खडा गरेका र यहाँ गाउँ बस्तीहरू पनि बिस्तारै चाहिँ बेसी झरिसकेको कारणले गर्दाखेरि यसलाई चाहिँ अब कसरी चाहिँ यसको स्तर उन्नति गर्ने, यहाँ कसरी बस्ती बसाउने हो किन, यसलाई पहिलाको जस्तो बस्ती बनाउने भन्ने एउटा चाहिँ हामीले रणनीतिका साथ चाहिँ अगाडि बढ्ने प्रयत्नले गर्दाखेरि आज यसलाई बिस्तारै बिस्तारै हामीले गर्दैछौँ र कतिपय चाडबाडमा चाहिँ यहाँ पिकनिक जस्तो युवा क्लबहरू हो किन नयाँ वर्षको दिनमा आएर पिकनिक गर्नुभयो अनि यहाँ दसैँमा चाहिँ पूजाआजा गर्न चाहिँ साथीहरू आउनुभयो र यहाँ यसलाई एकपल्ट हो किन यहाँका मान्छेहरूले पनि आएर चाहिँ यसलाई उपभोग गरून् भन्ने चाहिँ हाम्रो ध्येय छ। यसको संरचना कसरी बनाउने भन्ने यहाँको विज्ञसँग सल्लाह गर्ने यो हिसाबमा चाहिँ अगाडि जानुपर्छ भनेर चाहिँ हामी लगातार लागिरहेका छौँ। यसलाई अब हामीले मात्रै जान्दैनौँ यो कुराहरू, यसलाई डेकोरेसन कसरी गरिन्छ, यो डेकोरेसन गर्दा कसरी राम्रो हुन्छ त हो किन, कसरी यहाँ आउँछन् त भन्ने वातावरणको लागि चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ हामीले ध्येय पनि राखेका छौँ र त्यसको लागि चाहिँ हामी काम गर्दैछौँ।